मानव सेवा अभियानमा आधारित रहेर आफ्नै सिर्जनामा केही सन्देश केही सिर्जना भन्ने शीर्षकमा आदरणीय दाई प्रदीप कुमार गाराजा पुमा राईज्यूले यो बुक छपाउनु भएको छ र मैले पनि प्राप्त गरिसकेको छु र उहाँको स्थायी ठेगाना चाहिँ रहेको छ जन्तेढुङ्गा गाउँपालिका 5 घोर्ले खोटाङ। हाल ललितपुर धापाखेलमा बसोबास गरिरहनु भएको छ र उहाँले यो विशेष गरी मानवमा परेका दुखी पीडितलाई चाहिँ योद्वारा प्राप्त भएको रकमले दुखी पीडितलाई सहयोग गर्नको निमित्त यो बुक चाहिँ छपाउनु भएको रहेछ र उहाँको भावना चाहिँ मलाई एकदमै बेस्ट लाग्यो। मैले धेरै हेरि पनि सकेँ र उहाँको सबै नै यो भित्र रहेको भावनाहरू सिर्जनाहरू एकदमै मलाई बब्बाल लाग्यो, राम्रो लाग्यो र एउटा भावना चाहिँ म हजुरहरूलाई सबैजनालाई चाहिँ सुनाउन गइरहेको छु र अरू पनि थुप्रै भावनाहरू छन्। हजुरहरूलाई पार्ट 1 पार्ट 2 गर्दै म अवश्य पनि सुनाउने नै छु र फर्स्टमा चाहिँ म एउटा भावना प्रस्तुत गर्न चाहन्छु है त। सबैको आखिर मृत्यु नै प्यारो छ, मान्छे भई भगवान बन्न गाह्रो छ। सबैको आखिर मृत्यु नै प्यारो छ, मान्छे भई भगवान बन्न गाह्रो छ।